Hello everyone, a very warm good morning. आज चाहिँ हामी नाइट सिफ्ट गरेको अनि हामीले चाहिँ हाम्रो दिदीलाई चाहिँ प्र्याङ्क गर्ने विचार गरेको छौँ। त्यही भएर हामीले चाहिँ यहाँ दिदीको गाडीमा चाहिँ फाइन आएको छ भनेर चाहिँ प्र्याङ्क गर्न लागेको छौँ। यहाँ हामीसँग चाहिँ एउटा फाइनको फर्मेट पनि थियो अनि त्यसमै चाहिँ हामीले एभ्रिथिङ एडिट गरेर हामीले प्रिन्ट गरेर दिदीको गाडी पछाडि लगेर राखिदिने अनि दिदीको रियाक्सन हेर्ने भनेको छौँ। कामबाट मेल आएको थियो भिजिटर्समा चाहिँ अबदेखि पार्क नगर्नु भनेर। ला तपाईँले मेल रिसिभ गर्नु भएन, तर पार्क चाहिँ हामीले पनि भिजिटरमै गरेको थियौँ, ठाउँ थिएन दिदी भनेर चाहिँ हामीले भन्नेवाला छौँ। लेट्स सी अब दिदीको रियाक्सन कस्तो हुन्छ। हामी चाहिँ यहाँ 7 बज्न लागिसक्यो, दिदी र मेरो चाहिँ 7 बजे छुट्टी हुने हो। अनि यो चाहिँ बाटा हो दिदीको, म चाहिँ दिदीको बाटा दिन भनेर पर्खिरहेको छु दिदीलाई। दिदी चाहिँ यसरी उठ्नुभयो, म क्लक आउट गरेर आएँ। हिजो हामीले चटपटी खाएको थियौँ, त्यही भएर दिदीले सामानहरू बाटाहरू लिएर आउनुभएको थियो। अनि दिदी चाहिँ फटाफट हिँड्दै हुनुहुन्छ। दिदीको अरू पनि सामान रहेछ, भुजा चम्चाहरू, त्यो चाहिँ मैले हतारमा त्यो फाइनको राख्ने चक्करमा भुलेर आइछु। अनि त्यही भएर अनुपाले चाहिँ अरू सामान ल्याइदिँदैछिन्। जुत्ता कति राम्रो लाएर अब हामी चाहिँ दिदी बहिनी चाहिँ हल्का यस्तै हल्ला खल्ला रमाइलो गर्छौँ। लेट्स सी अब दिदीको रियाक्सन कस्तो हुन्छ। मैले चाहिँ लुकी लुकी भिडियो खिच्ने प्रयास गरेको छु। दिदीले फोन बोकेको चाहिँ नोटिस गर्नुहुन्न, किनभने हामी सधैँ नै हातमा फोन बोकि नै रहेको हुन्छौँ। लेट्स सी दिदीले के भन्नु हुँदो रहेछ है त। ल बाई बाई। के बिलो 102 को त्यो पार गर्न मिल्दो रहेछ क्या? के हो यो? कङ्ग्रेचुलेसन। ओइला मरे के हो र दिदी? म त डरै लाग्यो। केमा पार गरे? एम्बुलेन्स राइड न एम्बुलेन्स हो यो के त? यो नहाँस न भाइ, सधैँ गर्छ त भिजिटरको त। के थाहा त? ए हिजो मेल आथ्यो त नि, भन्न बिर्सेछ। मेल पठाएको छ रजनीतले। के मेल पठाछ र? के रे भिजिटरमा पार गर्न नपाउने हो भनेर। मेरोमा किन राख गर त? के त? ओ हिजो साँच्ची हो अनुपार मैले कुरा गर्दिन थियौँ। यो के रे दिपा दिदीलाई नि भनौँ भन्थेँ हामीले, तर राख्न त त्यहीँ राख्यौँ भाइ। अनि मेरोमा मात्रै किन त? के थाहा हो यो त? ल कसलाई भन्ने हो अब यो? के त रजनीतलाई मेल गर्ने होला नि दिदी। अब रजनीतले त होला नि हेर्ने। किनकि यो पार्क त हाम्रो यो ट्विन्स पार्क हो नि त, हामी स्टाफ हो नि त। त्यही पनि तिनीहरूलाई के थाहा यो भिजिटरको गाडी हो कि स्टाफको गाडी हो भनेर। अनि फेरि के अरूको मेरो मात्रै किन हाल्दा त छेउमा भएर हो? के थाहा? अनि राति कहाँ गर्ने त नि हामीले पार्किङ? ओ यो त अति भयो यार दिदी, म त मरे। ओइ ओ तँ 1 सय कसले फाइन तिर्छ? 1 सय कसले फाइन तिर्छ? तिर्नै पर्छ नि। यत्रो आउँछ फाइन दिदी अरू बेला पनि। अनि अरू बेलामा पनि जहाँ पाइते पार्किङ गर भने एकदम ऊ छ नि। यो त थोरै हो, अझ 102। अनि होइन भाइ, तपाईँकोमा मात्र किन हाल्ने हो र यिनीहरूले? हामी सबैले यसले नि पार्किङ यिनीहरू गाडी त अहिले आएको होला नि। मेरो नि उसमै छ, भिजिटरमै हो कि। मेरो नि हेरेर आउँछु भाइ। म त सिधै भित्र गएको के ढोका खुल्दै चोट पठाएछ त रजनीतले पठाएको थिएँ। अनि मेरोमा त छैन, अनुपाकोमा नि छैन। हिजो अनुपाले कुरा गर्दै थिएँ कि, अनि ओइ म दिपा दिदीलाई नि भन्छु भन्दै थिएँ। अनि मलाई चाहिँ भने मेरो त फुल भएको नि त नि। मेरो त आएको छैन के। रजनीतले पठाखेरि अनुपालाई बोलाउनु त, सोध्नु त, अनुपाले देखाउँछ।
नत्रामा बोल्नु कहिले आएको त मलाई होइन के फेरि तर म यस्तो मोबाइल चेक गर्ने मान्छे हो फेरि जतिखेर नि राखेँ लेख सिकेर के भन्छ होइन त्यही पनि राति त को हुन्छ र भिजिटर भनेको के राति त कोही हुँदैन नि त फेरि तपाईँकोमा मात्र किन राख्ने हो र मैले पनि भिजिटरमै राखेको छु अनपाले नि लगेर भिजिटरमै राखेकी रहेछ सधैँ त त्यही राख्ने गरे हो खै अब हेर जान्छु भाइ बुढो गइसक्नुहुन्छ त्यति खै अनुपाले फोनै उठाइन भाइ ऊ खोल्नु मिरर साइड मिरर बिर्सेर जानु होला ल बाई बाई ल मेल गर्नु न के भन्छ है हामीले फेक भन्नुभयो कसरी फेक फेरि फेक पनि फेरि हाम्रोमा नि सबैमा आउनुपर्ने त्यही भएर म कसरी अनि अब सुन है भिजिटरको पार्किङमा गरेको त्यो भित्रकोलाई के त अब त चेक गर्दै आए पनि अब भिजिटर पनि त आउन सक्छ के राति त नि त्यही भएर त नि अब कसलाई अब तपाईँ नै भन्नु फेरि तपाईँकै गाडी भन्नु कसरी थाहा भयो त्यही त नि मैले सक खाएँ क्या अचम्म लागेको छ एकचोटि कन्ट्याक्ट नम्बर भयो भने बुझ्नुहुन्थ्यो नभए त केही केही पनि छैन कन्ट्याक्ट नम्बर नभए त कल गर्नु त्यो त्यहाँ त्यो नम्बर छ नि त्यो नम्बर हाल्छ एक दुई दिनमा देखाउँछ अरे त नि हामीले हेर्न नि मिल्छ नि त्यो भिग रोडमा फाइन भनेर के त आज देखाउँदैन अरे आज देखाउँदैन त्यो मेरो अस्ति नै आएको थियो नि त फाइन के त कस्तोमा आउँछ नि तिम्रो पेपर साँच्ची मेरो त्यस्तै मेरो सानोमा खायो लाइक मिडियम साइजमा आएको पेपर मसँग छ तर अस्ति पठाएको थिएँ होइन र मेरो त अस्ति नै उमा पार्किङ आएको त्यो बिचमा जाँदा क्या तिमीले भनेको त अगाडि थियो कि पछाडि त मेरो त अगाडि नै थियो दिदी अगाडि आएको थियो फाइन ल टेन्सन नगर्नु त्यो के हुन्छ होला त्यो भन्नु होला म त फोनै उठाउनु भएन दिदीलाई लास्ट स्टेज भन्नु म त गरेको क्या फोन फेरि धेरै छैन 100 2 4 5 6 भयो त्यही भएर ल चिल हुँदैछ तर खास कारण के हो यो तपाईँलाई मात्र दस लाग्ने के हो कि ट्विन ब्यागमा तपाईँलाई ट्विन ब्याग फापेन जस्तो भयो तिमीलाई कसैले के यत्तिकै साथमा गरेका हुन् कि भनेर कसको ज्यान म चाहिँ घर आइसकेँ हामी सबैजना घर पुगिसक्यौँ अनि दिदीले चाहिँ एकदम म्यासेज गरिरहनु भएको छ ग्रुपमा अनि दिदीले चाहिँ भिनाजुलाई पठाउनु भएछ त्यो फोटो खिचेर आत्तिएर अनि हाम्रो भिनाजु चाहिँ इन्स्ट्रक्टर हुनुहुन्छ भिनाजुको चाहिँ ड्राइभिङ स्कुल छ नमस्ते ड्राइभिङ स्कुल भनेर अनि भिनाजुले त अफकोर्स अब थाहा पाउनु हुने नै भयो किनकि त्यहाँनिर स्ट्याम्पहरू केही पनि थिएन अनि हामीले त फेरि गाडीको पछाडि राखेको थियौँ दिदीले जानु बित्तिकै देख्नुहोस् भनेर फाइनहरू चाहिँ नर्मल्ली गाडीको अगाडिपट्टि हुन्छ अरे त्यही भएर चाहिँ अब दिदीलाई चाहिँ तर हामीले भनेको छैनौँ कि हामीले गरेको भनेर अनि दिदीले गेस पनि गर्नुभएको छैन कि त्यो यस्तो काम हामीले गर्न सक्छौँ अनि त्यो प्र्याङ्क चाहिँ हामीले गरेको हो भनेर त्यही भएर अब मैले चाहिँ भिडियो अपलोड गर्नेवाला छु अनि डाइरेक्ट दिदीलाई चाहिँ हामीले भिडियो पठाएर अनिखेर थाहा दिनेवाला छौँ किनभने फेरि दिदी दिनभरि टेन्सनमा हुन सक्नुहुन्छ नि त त्यही भएर यदि तपाईँहरूलाई चाहिँ ड्राइभिङ सिक्नु छ भने हाम्रो दिदीको नमस्ते ड्राइभिङ स्कुल भनेर चाहिँ ड्राइभिङ सेन्टर पनि छ र यो चाहिँ कुनै पनि पेड प्रमोसनहरू केही पनि होइन यो जस्ट नर्मल प्र्याङ्क हो तर अफकोर्स अब यति दिदीलाई 4-5 घन्टा टेन्सन दिएपछि त यति त कम्पेन्सेसन गर्नै पर्यो नि होइन कम्पेन्सेट गर्नको लागि हो र भिनाजु पनि एकदम राम्रो ड्राइभिङ इन्स्ट्रक्टर हुनुहुन्छ त्यही भएर चाहिँ यु क्यान कन्ट्याक्ट देम थ्याङ्क यू बाई बाई एकदमै धेरै फन भयो हामीले एक्सपेक्ट पनि गरेका थिएनौँ कि यस्तो हुन्छ भनेर तर वी इन्जोयड अ लट थ्याङ्क यू फर वाचिङ